ओके आज म फिग्मामा कसरी चाहिँ ड्रप डाउन मेनु बनाउन सकिन्छ र कसरी ब्यानर बनाएर त्यसलाई स्लाइडिङ गर्न सकिन्छ हैन र कसरी चाहिँ अटो स्क्रोलिङ एनिमेसन देखाउन सकिन्छ भर्टिकल्ली होरिजोन्टल्ली र कम्पोनेन्ट किन बनाउन पर्छ र भेरिएन्ट कसरी बनाइन्छ भन्ने कुरामा चाहिँ डिस्कसन गर्छु म वन बाइ वन सुरुमा चाहिँ मैले आज टुडेज एजेन्डा भन्ने चाहिँ सेट गरेको छु हैन 6वटा एजेन्डामा चाहिँ डिस्कसन गर्छु मैले म सुरुमा चाहिँ ड्रप डाउन बनाउने छु ड्रप डाउन एउटा चाहिँ अनहोभरमा बनाउने छु भने अर्को चाहिँ अन क्लिकमा फिगरमा कसरी बनाउन सकिन्छ भन्ने कुरामा डिस्कसन गर्ने छु भने त्यसपछि चाहिँ ब्यानरमा एउटा स्लाइडर बनाउने छु त्यो स्लाइडर आफै चल्ने र अर्को भनेको चाहिँ अन क्लिकमा चाहिँ बनाउने छु भने अर्को भनेको चाहिँ अटो स्क्रोलिङ जुन चाहिँ प्राय हामीले वेबसाइटहरुमा चाहिँ आवर क्लाइन्ट या अरू काउन्टर टाइपको कुराहरुलाई चाहिँ अटो स्क्रोलिङमा राखिरहेको हुन्छ भने होरिजोन्टल्ली भर्टिकल्ली चाहिँ इन सिम्पल नै हुन्छ म वन बाइ वन ट्राई गर्छु सुरुमा म एउटा फ्रेम लिन्छु म अहिलेलाई चाहिँ डेस्कटप लिन्छु हैन ओके म यसकै छेउमा जान्छ हैन यसको रिन्यू गरिदिन्छु म अहिलेलाई चाहिँ होम पेज भनेर एउटा नेम दिन्छु थोरै यसको हाइट चाहिँ बढाउँ हैन अब ओके अरु केही नभए म एउटा ग्रिड चाहिँ सेट गर्छु ग्रिड सेट गरेर मैले पहिल्यै सेट गरेको रहेछु म त्यसैले चाहिँ इनेबल गरे अहिलेलाई ओके हैन म अरु केही पनि डिजाइनहरु बनाउँदिन अहिले म मेन भनेको चाहिँ इन्ट्र्याक्सनहरु चाहिँ कसरी युज गर्न सकिन्छ मेनली चाहिँ जुन अघि मैले 5-6वटा पोइन्टहरु नोट गरेको छु नि अनि ड्रप डाउन ब्यानर स्लाइडिङ अटो स्क्रोलिङ हैन होरिजोन्टल स्क्रोलिङ अर भर्टिकल स्क्रोलिङहरु ती कुरामा मात्रै म फोकस गर्ने छु म अन्य अरु कुराहरु केही पनि गर्दिन मैले अरु डिजाइनको लेआउट केही पनि हेर्दिन म एउटा सिम्पल टाइपको बनाएर हेर्छु ल ओके अहिलेलाई चाहिँ म एउटा के लेख्छु भने यसलाई चाहिँ ड्रप डाउन भनेर लेख्छु ओके ओके मेरो माउस चाहिँ डिसेबल भयो जस्तो लाग्यो म थोरै यसलाई पनि नजिकै पार्छु ताकि मलाई अलि माउसलाई पनि सजिलो होस् अनि ओके किन डिसेबल भयो ओके ओके त धेरै ठुलो पायो त ओके नभरि हैन अब म यसलाई चाहिँ सानो बनाउँदै जान्छु मलाई यहाँदेखि धेरै ठुलो भयो भने हामीलाई च्यानललाई 50 भयो पुग्छ र फन्ट जे छोड्दै पनि भयो अहिले चाहिँ जस्ट अहिले यसमा केही पनि नजानु डिजाइनमा हैन डिजाइन हामी केही पनि नजाउँ जस्ट हामी कसरी बनाउन सकिन्छ भन्ने कुरा मात्र हेर्छौं ल हैन हामीले कसरी चाहिँ फंक्सनली बनाउन सकिन्छ म यसलाई अटो लोड बनाइदिन्छु प्लस झनै ठुलो भयो ओके केसेसको बाहिर के छ र मलाई के छ जस्तो लागिरहेको छैन ओके ओके हैन ड्रप डाउन यसलाई चाहिँ ड्रप डाउन ओहो के हो यस्तो ओके यसलाई चाहिँ ड्रप डाउन के बनाउँ भन्दाखेरि ड्रप डाउन के बनाउँ ओके ल ठिक छ यहाँबाट फेरि म एउटा आइकन लिन्छु आइकन चाहिँ ओके यही रहेछ म यसैलाई लिएर चाहिँ अरु के पनि छैन ल मलाई यहाँबाट पनि यसलाई चेन्ज गर्न मिल्छ हैन अब तपाई मिलाउँदै जानुभयो भने हैन म के गर्छु भने मलाई कस्तो चाहिएको भन्दा म यहाँदेखि जुन यस्तो टाइपको एरो आयो भने तपाईले जस्तो चाहियो यसरी घुमाउन सकिन्छ ल अहिलेलाई म सेट गरे थोरै मलाई ठुलो चाहियो म की प्रेस गर्छु की प्रेस गरेर थोरै बढ्छ अब यसलाई यत्र राखिदिन्छु हैन ओके अब यसलाई अटो लोड भएपछि मलाई चेन्जिङ गर्न सजिलो हुन्छ है त म अर्डर चेन्ज गरिदिन्छु सँगसँगै म के गर्छु भने म यसको प्रिभ्यू पनि हेर्दै जान्छु ल शिफ्ट सँग स्पेस गर्यो भने इमिडिएट ओपन हुन्छ अनि भने माथिबाट प्रिभ्यू भन्ने बटन छ है त ओके यसलाई हेर्दै जाऊँ ल यसलाई म फिट विथमा हैन ओके यहाँ के न के इस्यु भइराछ ल के न के इस्यु के भइराछ भन्देखि यो बाइ डिफल्ट उसमा बसिराछ
केमा बसिरहेछ भनेदेखि यो बाइ डिफल्ट चाहिँ तपाईको म्याक प्रोमा बसिरहेछ। म यसलाई चाहिँ हटाएर अर्को कुनै प्रेजेन्टेसनमा लान्छु ल अहिले ल। ओके, अब म यसलाई फिट विथ गर्छु। फिट विथ गरेपछि म यसलाई माथिको पनि यो हाइडिवाई गरिदिन्छु। अब मलाई क्लियर देख्न सजिलो हुन्छ ल। अहिले केही पनि छैन यहाँ है। म दुईटा कपी गर्छु हैन, दुईटा कपी गर्छु। म यसलाई चाहिँ डुप्लिकेट गर्छु। ओहो के भयो म हैन। ओके, यसलाई गर्नु अल्ट प्रेस गरेर राख्ने, माउसले ड्र्याग एन्ड ड्रप गर्यो भने यो के हुन्छ त, के हुँदै जान्छ ल। म के गर्नु, यसमा चाहिँ एउटामा चाहिँ अन ओभर देखाउँछु र अर्कोमा चाहिँ अन क्लिक भन्ने देखाउँछु ल। अब म सुरुमा चाहिँ एउटा यो भन्दा बाहिर गएर रेक्टेंगल भन्दा बाहिर गएर एउटा मेन फ्रेम भन्दा बाहिर गएर एउटा डिजाइन बनाउँछु। म डिजाइनमा धेरै ध्यान दिन्न, जसमा फंक्सनले चाहिँ कसरी बनाउन सकिन्छ भन्ने कुरामा मात्र हेर्छु ल अहिले ल। म यहाँ गएर एउटा टी प्रेस गरेँ, मैले होम भन्ने लेखेँ। यो अननेसेसरी स्पेस आइरहेछ। ओके ठिक छ, मलाई नहोरी है। यो किन यत्रो स्पेसली यो लाइन हाइट चाहिँ धेरै भए जस्तो लाग्यो हैन। अहिले चाहिँ अटो भन्ने नै राख्दिनु त है। लाइन हाइट धेरै भयो भने पनि कहिलेकाहीँ यस्तो इस्यु आउँछ। ओके, यहाँदेखि कलर पनि चेन्ज गरिदिन्छु। ओहो न, यसले बाइ डिफल्ट लियो होला फिलको कलर। म यसलाई हटाइदिन्छु। म आफ्नै तरिकाले यहाँबाट ल्याएँ। ओके ल, अब म केही पनि गर्दिनँ, यसलाई डुप्लिकेट गर्छु ल। मलाई जस्ट तपाईहरुलाई यो डिजाइनमा अहिले देखाउनु छैन हैन। मैले यसलाई यहाँदेखि अटो लेआउटमा मैले थोरै यसको साइज चाहिँ बढाइदिन्छु ल। ओके, अनि म यिनीहरुको थोरै स्पेसिङ चाहिँ थोरै एडजस्ट गरिदिन्छु। कति राख्ने भनेदेखि यसको स्पेसिङ म यहाँदेखि हरेकमा 10 पिक्सलको मात्र डिफरेन्स राखिदिन्छु। ओके, अनि थोरै यिनीहरुको मलाई लाग्छ अलि धेरै भए जस्तो लाग्यो, अनि यसको चाहिँ म 40 मात्रै राखेँ। ओके, म थोरै तपाईहरुलाई के पनि यहाँनिर देखाउँछु भने यहाँ थोरै बोर्डर राख्छु ल रेक्टेंगलमा। पछाडी बोर्डर चाहिँ स्ट्रोक भन्ने छ, प्लस आइकनमा क्लिक गर्नु भने हाम्रो स्ट्रोक इनेबल हुन्छ। विथ चाहिँ अहिले यसको वेट चाहिँ 3 युज गर्छु। 3 गरेको 31 भएछ। ओके, हैन यो जस्तो गरेर देखाउनलाई मात्रै गरिरहेको छु ल मैले। यो म डिजाइन मैले केही पनि जान्दिनँ। अब एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने हामीलाई यस्तो इन्ट्र्याक्सन बनाउने बेला या प्रोटोटाइप बनाउने बेला चाहिँ हामीले बनाइरहेको फ्रेमहरु हैन प्राय चाहिँ के गर्छ भने कसैले या स्टुडेन्टहरुले के सोधिरहन्छ मलाई चाहिँ मेरो इन्ट्र्याक्सन गर्ने बेला मेरो प्रोटोटाइप भएन भन्छन्। तर त्यो केमा हुन्छ भने रेक्टेंगल र ग्रुपमा हुन्छ। ग्रुप र रेक्टेंगलमा भयो भने कहिले पनि त्यो फ्रेम गर्न मिल्दैन, के अरे इन्ट्र्याक्सन युज गर्न मिल्दैन। त्यसलाई के गर्नु पर्यो भने अब अहिले हेर्नु ल, म प्रोटोटाइपमा गएर ट्राई गर्छु। यहाँ त आयो, तर यहाँ आएन के। किन आएन भने यो रेक्टेंगल छ नि त, यो भित्रको लागि गर्न दिन्छ फेरि, किन त्यो भित्रको माथि मैले अटो लेआउट हालिरहेछु नि त है। अब यसलाई म एकचोटि के गर्छु, यसैलाई पनि अटो लेआउट बनाउँछु ल। अटो लेआउट भयो। अब हेर्नु ल, अब यसले बाहिर दियो है त। अब सुरुमा म कस्तो खाली ड्रप डाउन बनाउँछु भने अन क्लिक वाला ठिक छ, ट्रिगर अन क्लिकमा ठिक छ। नेभिगेटलाई टु म ड्रप डाउन बनाउनलाई जहिले पनि ओपन ओभरलेमा क्लिक गर्नुपर्छ है त। त्यसपछि म यो पोजिसनलाई पनि चेन्ज गरिदिन्छु। सेन्टर हैन, मलाई चाहिँ म्यानुअल चाहियो, किनभने कहाँनिर देखाउने भन्ने कुरा त देखाउनु पर्यो नि त हैन। जब मैले इनेबल गरे तब तल हेर्नु त यो आइरा छैन। यसलाई म के गर्छु त अब थोरै हाम्रो आवश्यकता अनुसार चाहिँ एडजस्ट गर्छु है त। अब यो के हो भने चाहिँ क्लोज व्हेन क्लिकिङ आउटसाइड भनेको चाहिँ जब तपाई यो फ्रेममा बाहिर क्लिक गर्नुहुन्छ नि तब यो ड्रप डाउन के हुन्छ त अटोमेटिक हट्छ। यसलाई म के गर्छु, इनेबल नै गर्छु। ब्याकग्राउन्ड चाहिँ कस्तो देखाउने भन्न मतलब त्यो ड्रप डाउन ओपन हुने बेला ब्याकग्राउन्ड चाहिँ अलिकति स्याडो टाइपमा देखाउन भन्न खोजेको के। लाइक हामीले प्राय चाहिँ यो पपअपहरु मोडलहरु ओपन हुने बेला देखिरा हुन्छ। यसको थोरै घटाइदिन्छु, म 10% मात्र युज गर्छु। एकचोटि म हेर्छु ल। अहिले चाहिँ म स्मार्ट एनिमेसन चाहिँ इन्स्ट्यान्ट नै छोड्दिन्छु। एकचोटि हेर्छु है त मैले आयो हैन। हामीले केही पनि गरेर हैन, जस्ट यो डिजाइनको लजिक मात्रै बुझ्नु ल, कसरी गर्दै रहेछ भन्ने कुरा है। म सेम कुरा म अरु केही पनि गर्दिनँ, डिजाइनमा धेरै ध्यान दिन्न म यसैलाई। अब म के गर्छु, अन व्हाइल होभरिङमा। अब मलाई सेम कुरा अरु सबै कुरा त्यही छ। म एनिमेसन चाहिँ मुभिनमा गर्छु। कहाँबाट देखाउने भन्दाखेरि म के गर्छु भने ल राइटबाट देखाउने कुरा गर्दै दिन्छु। ल हेरौँ है त, म यहाँ होभर गरे भने के भएन, किन भएन हुनु पर्ने। ओके, दिएन। ओके हेर्नु त है, भइरहेछ है। थोरै म यहाँ के गर्छु, यो थोरै पोजिसन मिलेको छैन जस्तो लाग्यो मलाई चाहिँ। यो पोजिसन चाहिँ मैले मिलाउँछु ल। ओके, नो यसको दुईटा
यतासम्म एउटै हो वाइल ओभरिङलाई थोरै तान्छु ल मैले सो ड्र्याग एन्ड ड्रप गरेर तान्न मिल्छ अब हेर्नु त हैन यो चाहिँ अन क्लिकमा छ होभर हैन के रे ड्रप डाउन भने यो ड्रप डाउन चाहिँ कुनमा छ त हाम्रो अन होभरमा छ जब मैले बाहिर क्लिक गरिरहेको छु या बाहिर होभर गरिरहेको छु तब के भइरहेछ यो ड्रप डाउन आइटम हाइड भइरहेछ जुन हामीले केमा गइरहेछौँ तल एउटा यो माथि छ यो माथिमा गइरहेछौँ जुन व्हेन क्लिकिङ आउटसाइड भन्ने थियो त्यो अप्सनमा है ओके यसपछि अर्को हामीले के हेर्ने भनेको थियौँ भनेदेखि ब्यानरमा चाहिँ कसरी अटो स्लाइडर क्लिक बनाउन सकिन्छ भन्ने कुरा हेरेको छौँ म फेरि यो प्रोटोटाइपबाट डिजाइनमा आएँ अब म के गर्छु भने म धेरै डिजाइन बनाउनतिर जान्न एउटा सिम्पल रेक्टेंगल लिन्छु फुल कभर गर्छु है फुल कभर गर्छु र यसमा चाहिँ एउटा इमेज राख्छु हैन एउटा इमेज राख्छु ओके टेक्नोलोजी माने यो अनियन्स ओके टेक्नोलोजीमा म एउटा ल अहिले एआई चलिरहेछ एआई भन्ने नै लिउँ न है ओके यो इमेजको लागि चाहिँ हामीलाई जस्तो इमेज चाहिए पनि यहाँ हुन्छ हैन यो अनियन्स प्लस भन्ने प्लगइन चाहिँ इन्स्टल गर्नु तपाईहरुकोमा छैन भने चाहिँ त्यो प्लगइन ओके यसको म थोरै यसमा टेस्ट लेख्नु पर्छ त्यसको लागि चाहिँ मैले यो इमेजलाई थोरै चाहिँ यसको ओपेसिटीहरु घटाउँदै लान्छु ल ओके यति भयो भने चाहिँ मलाई हुन्छ म एउटा डमी टेस्टको लागि जाउँ ल ओके एउटा डमी टेस्ट लिन्छु म धेरै के पनि लेख्दिन ओके यति लेख्छु हैन म यसलाई कीवर्ड टी प्रेस गरे ओके आयो मेरो हैन यसलाई म थोरै ब्रेक गर्दिन्छु ल ओके यति भयो पुग्छ होला मलाई थोरै यसको फन्ट साइज चाहिँ बढाउँदै रहन्छु मैले कन्ट्रोल बी गरे है ओके मलाई डिजाइन मात्र चाहिएको अरु केही पनि चाहिएको छैन ओके यसलाई के गरौँ भन्दाखेरि सेन्टर गर्दियौँ है त ओके ठीक छ यसलाई दुईटै साइडबाट हैन ओके नो यसलाई होरिजन्टल भर्टिकल दुईटै ठाउँबाट म सेन्टर गरिदिन्छु ओके है भइरहेछ हैन थोरै ड्रप डाउनको आइटमहरु चाहिँ मलाई तल लाग्यो हैन यसलाई चाहिँ माथि टपमा लिएर छोड्दिउँ न है हैन अझै ठाउँ छ यो लजिक मात्रै बुझ्नु ल अब यो डिजाइनमा चाहिँ कस्तो डिजाइन बनाएको छैन भन्नु नि फेरि किनभने हामी डिजाइनमा ध्यान दिएर छैनौं हामी जस्ट कसरी गर्छौं यो कुराहरु है ओके ठीक छैन ओके ल थोरै अझै माथि गरौँ ओके धेरै टाइम नलिने भन्ने हो मेरो कन्सर्न चाहिँ टाइम नलिकन अब म के गर्छु भने अन क्लिकको लागि चाहिँ दुईटा लेफ्ट र राइट साइडमा चाहिँ दुईटा बटनहरु लिन्छु है के फेरि म माथिकै नभए एउटा एरो चाहिँ लिन्छु म आइकनिफाईबाट हैन ओके त्यसले मलाई पुग्छ होला अहिले यसलाई र यसलाई एउटै ग्रुप बनाऊ यसलाई एउटै ग्रुप बनाएपछि अलाइनमेन्टमा गएर भर्टिकल्ली र होरिजन्टली यसको प्लेसमा आयो यो आइकन चाहिँ थोरै सानो जस्तो लाग्यो मलाई म की प्रेस गरेर यसको साइज बढाइदिन्छु ल साइज बढाइदिन्छु ओके हैन यसलाई फेरि मैले सेन्टर गर्छु ओके देन त्यसपछि यसलाई अटो लेआउटमा राखिदिन्छु ल म पछि किनभने मलाई प्रोटोटाइप गर्ने बेला सजिलो हुन्छ यसैले म के गर्छु भने यसैलाई डुप्लिकेट गरेर राइट साइड पनि चाहियो मलाई हैन त चाहियो भने मैले यसको लागि यसलाई मलाई अघि के भने थिए यहाँबाट यो रोटेसन भन्नेबाट पनि चेन्ज गर्न मिल्यो मलाई चाहिँ यहाँबाट सजिलो लाग्छ हैन यसरी जस्तो चाहियो त्यस्तै अनि त्यो सजिलो भयो भने मैले त्यो पनि बनाए है त ल अब म के गर्छु भने यसलाई पनि यसलाई चाहिँ होरिजन्टली सेन्टर लाग्दा हुन्छ ल भर्टिकली नराखौं ओके हेर्नु त यो आइराछ हैन अब म धेरै भनौं दुईटा मात्रै आइटम बनाएर चाहिँ स्लाइड हुने बनाउँछु है दुईटा मात्रै यसलाई एउटा यो फ्रेममा हुनु पर्यो कि अटो लेआउट भन्नु पर्यो मलाई चाहिँ अलिअलि चाहिँ म फ्रेम राखे ल फ्रेम राखे अब यसलाई चाहिँ म यो भन्दा बाहिर लिन्छु है त बाहिर लिन्छु अब यस्तो मल्टिपल टाइपको चाहिँ एनिमेसन चाहियो या स्लाइडिङ चाहियो भने चाहिँ हामीले यहाँनेरि दुईटा लिनु पर्यो हैन जतिवटा चाहियो त्यतिवटा लिनु पर्यो अहिले हामी दुईटा मात्रै लिन्छौं म दुईटालाई के गर्नुपर्छ भनेपछि हैन है अब यहाँ गएर कम्पोनेन्ट सेट बनाउनु पर्ने हुन्छ यसलाई है कम्पोनेन्ट सेट बनाउनु पर्ने हुन्छ अब यहाँ गएर तपाईले मेरो माथि डिसेबल भयो हैन यो ओके म राइट क्लिक गर्छु कहाँ गयो यसको त हरायो त
ओके ल ठिक छ। फ्रेम यहाँ देख्नुभयो भने यहाँ गएर क्रिएट कम्पोनेन्ट मात्रै होइन हैन, अहिले हामी कम्पोनेन्ट सेट बनाउनु पर्छ यसको लागि है त। मैले कम्पोनेन्ट सेट बनाएँ, ओके है। अब म प्रोटोटाइपमा जान्छु है। अब के गर्छ त, कुरो त्यही छ हैन। अब हामीलाई चाहिँ अटोमेटिक चल्नु पर्ने भएको हुनाले हामीले के सेट गर्छौं भन्दाखेरि यहाँ ट्रिगर भन्ने एक्सनबाट अन क्लिक भन्ने छ बाइ डिफल्ट। म यहाँ गएर आफ्टर डिले भन्ने चुज गर्छु। अहिले बाइ डिफल्टलाई चाहिँ म यति नै छोडिदिन्छु 800 नै हैन, यो डिले टाइम चाहिँ। अनि एनिमेसन चाहिँ म स्मार्ट एनिमेट लिन्छु अनि हैन, स्मार्ट एनिमेसन लिन्छु मैले हैन। अनि त्यसपछि इजी आउटलाई चाहिँ लिनियरमा राख्छु र यसलाई चाहिँ म 600 मा राखिदिन्छु ल अहिलेलाई। यसलाई पनि थोरै बढाइदिउँ न त, अलि छिटो छिटो त हुन्छ हैन। यहाँबाट गएर के गरौँ त, यहाँबाट पनि चाहियो हामीलाई हैन, यहाँबाट पनि सेम है, आफ्टर डिलेमा नै लाने। त्यसपछि 800 राख्ने कि 1000 राख्ने भन्ने भयो। नभए ल यति नै छोडिदिउँ न अहिलेलाई, यति नै छोडौँ होला। अनि हामीलाई यहाँ चाहिँ स्मार्टमा चाहिँ इन्स्ट्यान्ट चाहिएको है, ओके यो भयो है। अब यो फेरि यतापट्टि ल्याएर गर्यो भने चाहिँ देखिँदैन, किनभने यसलाई के गर्नु पर्यो भनेदेखि इमेज र टेक्स्ट पनि डिफ्रेन्ट भनेर थाहा हुँदैन ल। त्यसो भएको हुनाले म यसको इमेज चाहिँ पछाडिको चेन्ज गरिदिन्छु, टेक्स्टलाई पनि थोरै मोडिफाई गरिदिन्छु ल। अहिले अनियन्स प्लसबाट चाहिँ एउटा कुनै इमेज चाहिँ ल वालपेपर भन्ने तानौँ न है, हामीलाई जे तान्दा पनि केही भएन। अब यसको चेन्ज भयो, यसको कलर चाहिँ चेन्ज गरिदिउँ है, ताकि हामीलाई अलि चिन्न सजिलो होस् भन्ने तरिकाले त। यसको कलरलाई चाहिँ अहिले म र्यान्डमली यहाँ कोही भेरिएबल बनाएको छ भने रहेछ ल, ओके ल यसलाई लिउँ न, ओके है। यसको दिन्छु म कम्पनीको नाम कम्पोनेन्ट 3 भन्ने छ, म यसलाई ब्यानर भनेर दिन्छु ल, ओके है। अब यो कम्पोनेन्ट बनाएको कुरा र कम्पोनेन्ट सेट बनाएको कुरा कहिले पनि यहीँबाट यहीँ चाहिँ यसलाई इम्प्लिमेन्ट गर्न मिल्दैन है। म यसलाई एउटा डिलिट गरिदिन्छु। यी बनाएका कुराहरू चाहिँ हाम्रो जहिले पनि फाइल भन्दा यो लेफ्ट साइडमा फाइलको मुनि चाहिँ एसेट भन्ने छ हैन, एसेटमा गएर हामीले जति पनि कम्पोनेन्ट बनाएको छौं, कम्पोनेन्ट सेट बनाएको छौं, त्यो कुरा सबै यही हुन्छन्। म यहाँ गएर के गर्छु त, ब्यानर भन्ने सिलेक्ट गर्छु हैन। मैले बनाएको ब्यानर चाहिँ यहाँ आउँछ ल है। म फाइलमा गए फेरि म अब यसलाई आफ्नो पोजिसनमा लिएर आउँछु है। अब तपाईले हेर्नु भने यहाँ चाहिँ फाइलमा देखिरहेछ यो हैन, यो फाइलमा देखिरहेछ यहाँ चाहिँ यो आउटपुटमा चाहिँ देखिन्न के। किन देखिन्न भन्दाखेरि मैले यो फाइलहरु यो जुन पनि मलाई कुराहरु शो गर्न पर्ने छ नि, जुन यो मेन छ नि यो पेज, यो प्यारेन्ट हो नि, यो भित्र नै यो चाइल्डहरु चाहिँ यो भित्रै हुनु पर्छ के। बुझ्नु नि, अहिले बाहिर छ नि त, बाहिरको देखिएन है। अब म के गर्छु, यसलाई यहाँ गएर हेर्छु ल, एकछिन रिफ्रेश गरिहालौं। रिफ्रेश गर्छु मैले, आफ्टर डिले चलेन अनि हेरौँला है त। ओके यसलाई थोरै माथि राख्दै गरौँ, यसलाई थोरै माथि राख्दै गरौँ, ओके ल है त। अब हेर्छु ल मैले, ओके भइराछ, हाम्रो भइराछ, प्रोपर काम गरिराछ। हेर्नु त आफै अटोमेटिक चेन्ज भइराछ त। अब म यो एरोमा क्लिक गर्दा पनि यसलाई चेन्ज हुने बनाउँछु। हामीले अलरेडी कम्पोनेन्ट सेट बनाइसकिरा छौं हैन, अलरेडी कम्पोनेन्ट सेट बनाएको छौं भने म के गर्दिन, प्रोटोटाइपमा जान्छु। यहाँ क्लिक गर्दा यो अटो लेआउटमा क्लिक गर्दा के हुनु पर्यो त, यो ओपन अन क्लिकमै ठिक छ हैन। अनि यहाँ क्लिक गर्दा पनि के हुनु पर्यो, यो आउनु पर्यो, ओके ठिक छ। यहाँ क्लिक गर्दा पनि यही आउनु पर्यो, अनि यहाँ क्लिक गर्दा पनि यही आउनु पर्यो है त। ल ओके म हेर्छु है त। अब आयो, यहाँ देख्नु हो त, त्यो बनाइसकेपछि यहाँ एंकर ट्याग आइसक्यो के। देख्नु हो त, हेर्नु त यहाँ एंकर ट्याग आइराछ नि, काम भइराछ मेरो। हामीले बनाउन खोजेको यही थियौं हैन, हैन त। ल यति कुरा पनि थाहा भयो भने अलिक सजिलो चाहिँ हुन्छ ल, किनभने इन्जिनियरले चाहिँ हामीलाई त्यो कुरा पनि धेरै थाहा भयो भने धेरै सजिलो चाहिँ हुन्छ ल। यसलाई अलिकति फिग्माको कुराहरु चाहिँ आउँदो रहेछ, अलिकति भए पनि युआई युएक्स चाहिँ अन्डरस्ट्यान्ड गरेको रहेछ भन्ने कुरा चाहिँ उनीहरूले रियलाइज चाहिँ गर्छन् है। अब त्यसपछि हामीले के हेर्ने भनेको थियौं भने यो दुईटा कुरा भयो। अर्को छ अटो स्क्रोलिङ है। अब अटो स्क्रोलिङ चाहिँ हेरौँ ल, ओके अटो स्क्रोलिङ हेरौँ। त्यसपछि थर्ड पार्ट भनेको चाहिँ ओके, म यसमा अटो स्क्रोलिङ डिजाइन चाहिँ बनाउँ न। इन्जिनियरली चाहिँ म यस्तो गर्छु, एउटा हैन 4 2 ओके ल, म यो तीनटा मात्रै लिन्छु। कलर चाहिँ म डिफ्रेन्ट लिन्छु ताकि मलाई भइराको कुरा महसुस होस् है त। यिनीहरुलाई म के गर्छु, एउटा अटो लेआउटमा राख्छु है। यसमा चाहिँ हेर्नु ल अलिकति, अरु म बिस्तारै गर्छु। यो चाहिँ म यो कपी गर्दै जान्छु ल,
यिनीहरु कपी गर्दै जान्छु यतिले मात्रै त हुन्न ओ नो के कपी भयो टेक्स्ट कपी भइरहेको छ नि त यसलाई कपी गरे पेस्ट गरे है त यसलाई पनि म यो फ्रेम भन्दा बाहिर लिएर जान्छु है यहाँ हामीलाई चाहिदैन यो यहाँ लिएर जाम है त ओके यसलाई फेरि पेस्ट गरौँ किनभने हामीलाई अलि बेसी नै चाहिन्छ नि त अब हेर्नु ल अहिले हामी अटो लेआउटमा छौं भने अब यसको लागि थोरै बुझ्नु पर्छ ल यो अटो स्क्रोलिङको लागि अटो स्क्रोल कसरी गर्छ भन्ने कुरा चाहिँ यो यसरी यसलाई पनि बनाउनु त कम्पोनेन्ट सेट नै बनाउने हो तर हामीले यसमा चाहिँ के गर्न सकिन्छ के गर्नुपर्छ भने हामीलाई अटो स्क्रोलिङ हुनलाई चाहिँ लेफ्ट र राइट साइड दुईटैबाट चाहिँ कन्टेन्ट भएको हुनुपर्छ है त जस्तो अहिले हाम्रो राइट साइड मात्रै कन्टेन्ट छ तपाईले देख्नुभयो भने है त यो राइट साइड मात्रै कन्टेन्ट छ अब यो कन्टेन्ट कहाँ पनि फर्दर यसलाई म डुप्लिकेट गरेर हेर्छु ल एकैचोटि है अहिले हामीले एडजस्ट गर्नुपर्छ यसरी हुनुपर्छ यसको लेआउट है यसरी बनाएको हुनुपर्छ हेर्नु त यसरी बनायो भने बल्ल त्यसले अब पहिला यसलाई नै मिलाम हैन यसलाई के मिलाम भने यसलाई पनि अब यति त हुन्न यति त हुँदैन हाम्रो विथ एउटा लिमिट छ यहाँ हेर्नु भने यसको विथ कति बढ्यो भने अहिले अराउन्ड 3600 बढिरहेछ है त तर हाम्रो यसको विथ हैन मात्रै यो हाम्रो डेस्कटप विथ भनेको 1440 मात्रै छ त्यसो भयो भने म यसको बेसिसमा यसको विथलाई चाहिँ रिड्युस गर्छु है त म यो मार्जिन छोडेर यो बीचको विथ कति छ त्यो हेर्छु है त एकचोटिलाई कति छ त 1200 छ ओके ल म अब के गर्छु यहाँ जान्छु अहिले हाम्रो यो अटो लेआउटमा छ भने म यसलाई के गर्छु यसलाई फ्रेममा सिलेक्ट गर्छु है त फ्रेममा सिलेक्ट गरे हैन अब यहाँ गएर म यसको विथ चाहिँ के गर्छु हेर्नु ल यसको विथ चेन्ज गरिदिन्छु 1200 त्यो कन्टेन्ट त त्यही हुन्छ यो कन्टेन्ट चाहिँ त्यो के रे यो विथ हामीले रिड्युस गर्ने बेला कन्टेन्ट चाहिँ बिग्रिदैन अब यो त हामीलाई देखाउनु भएन यसलाई त हामीलाई हाइड गर्नु पर्यो जति कन्टेन्ट मैले देखाउन खोजिरहेको छु विथ भित्र त्यति मात्रै देखा भन्नलाई के गर्नु यो क्लिप कन्टेन्ट भन्ने छ भने यसलाई मैले क्लिक गरे भने त्यो कन्टेन्ट चाहिँ छ तर हाइड भइरहेको छ है नि त हो अब यो एउटा काम चाहिँ सकियो हाम्रो है अहिले चाहिँ म हाइड गर्छु यसैलाई म डुप्लिकेट गर्छु ल अब ओ नो सरी यसैलाई म अल्ट गरेर डुप्लिकेट गर्छु अब यो त हामीलाई अन गर्नु पर्यो अब यसलाई कसरी गर्नु पर्यो भने अघि हामीले के गर्यौं यसलाई थोरै सार्दियौं ल यतापट्टि देखाउनलाई अलि सजिलो अब यसको विथ पनि यति छ तर हामीले के भन्छ यसलाई दुईटै राइट साइडबाट मात्र अलाइन भइरहेछ हाम्रो लेफ्ट साइड त केही पनि छैन नि त तर के गर्नु पर्यो भने यो दुईटाको जस्तो के छ भन्दाखेरि यो दुईटाको अलाइनमेन्ट चाहिँ यहाँदेखि स्टार्ट हुनु पर्यो हैन तर यहाँदेखि पनि सेम स्टेट हुनु यति मात्रै देखिनु पर्यो के अहिले त्यही भइरहेछ जब मैले क्लिप कन्टेन्ट गरे भने त्यति मात्रै देखिरहेछ नि त तर कन्टेन्ट चाहिँ राइट साइड मात्रै छ के अब त्यो कन्टेन्टलाई म लेफ्ट साइडतिर ठेल्छु है त हेर्नु ल यहाँ भित्र गएर अटो लेआउट भन्ने छ भने म यसलाई के गर्छु इन जेनरल तपाईले यसरी तान्दा पनि भयो है यसरी तान्दा पनि हुन्छ अब 1 बाइ 1 गर्दा पनि भयो किबोर्डबाट प्रेस गर्दा तर त्यो चाहिँ झ्या हुन्छ ल अलि त्यो झ्या हुने भएकोले ल यति चाहिँ हेरौँ न मैले क्लिप कन्टेन्ट गरे क्लिप कन्टेन्ट बाहिर हैन मैले भित्र हैन बाहिर गरे गर्छु ओके है भयो हैन ल ओके ठीक छ अब के गर्न सेम अरु हामीले अघि भने जस्तो मैले अघि भने जस्तो यसलाई पनि हामीले बनाउँदा फेरि कम्पोनेन्ट सेट नै बनाउने हो जहाँ गएर पनि कम्पोनेन्ट सेट बनाए ओके हैन अब यसमा हेर्नु ल अब यसमा थोरै तपाईलाई जिगज्याग लाग्न सक्छ कसरी चाहिँ अटो स्क्रोलिङ गर्ने भन्ने कुरो फेरि प्रोटोटाइपमा जान्छु म फेरि यहाँ क्लिक गर्छु हैन यहाँ अन क्लिक भन्ने इभेन्ट छ यसलाई के गर्दिन्छु आफ्टर डिलेमा जान्छु यो डिलेलाई चाहिँ हामीलाई कति सेकेन्डमा त यसलाई अलि इमिडिएट चाहियो हामीलाई 1 सेकेन्ड गर्छु स्मार्ट एनिमेललाई स्मार्टमा राख्छु यो लिनियर नै छ ठीक छ नो वरीज हैन यसलाई चाहिँ 600 यसलाई म 10000 बनाइदिन्छु ल 10000 बनाए ओके यसलाई पनि त हामीले देखाउनु पर्यो हैन अन क्लिकलाई चाहिँ आफ्टर डिले ओके यसलाई 800 मिलिसेकेन्डलाई 1 मिलिसेकेन्ड अनि स्मार्टलाई चाहिँ इन्स्ट्यान्ट ओके ल यति भयो भने चाहिँ हाम्रो अटो स्क्रोलिङ हुन्छ है अब हुन्छ कि हुँदैन म डिजाइनमा गएर हेर्छु ल मैले के भने त यसलाई चाहिँ अटो स्क्रोलिङ है त मैले के भने थियो यो हाम्रो कहाँ बस्छ रे एसिड भित्र भन्ने भएर बस्छ है त अब यहाँ बाइ डिफल्ट आफै आउँछ अब कहिले आएन भने यसरी सर्च गर्ने ट्याक्कै आउँछ यसलाई के गरौँ हामी फाइलमा लिएर आम है त ओके यसलाई चाहिँ म अटो स्क्रोलिङ म मेरो मेन फाइल भित्र राख्छु ओके है
अब मैले अलाइनमेन्ट पनि मिलाउँछु थोरै। अब हेर्छु ल मैले भयो कि भएन, रिफ्रेस गरी हेर्छु एकचोटि, भयो कि भएन भन्ने कुरा चाहिँ हेर्छु ल। अनि त्यसपछि हामी ओके ल हेर्न त भइरहेछ हैन, इजी छ नि त। यो प्राय हामीले वेबसाइटहरुमा देखिरहन्छौँ। फर एक्जाम्पल हामी हाम्रै कम्पनीको वेबसाइटमा पनि हेर्छु ल मैले, कस्तो कस्तो भने अहिले हामीले माथिको यस्तो पनि हेर्यौं है, यो आफै हुने पनि हेर्यौं हामीले है। त्यसपछि हामीले अहिले हेरेको भनेको चाहिँ यो हेर्न त यहाँ पनि आफै भइरहेछ, यो क्लाइन्टको सेक्सन छ, अटो स्लाइड भइरहेछ, हामीले पनि त्यही बनाएको हैन। हामीले डिजाइनमा पो अलिकति डिजाइन पनि ठिकै छ, हामी डिजाइनमा चाहिँ नजाऊँ होला, डिजाइनमा गयो भने फेरि टाइम पनि लाग्छ नि त हैन, टाइम लाग्ने भएको भएर चाहिँ मैले डिजाइनमा नगएको ल। ओके है, हामीले बनाउन खोजेको चाहिँ भयो ल। अब हामी यसपछि के हेरौँ भनेदेखि हैन, अर्को भनेको चाहिँ होरिजन्टल स्क्रोलिङ र भर्टिकल स्क्रोलिङ हेरौँ त यसपछि। ओके देख्नु भने हैन, अब प्राय तपाईले वेबसाइटहरुमा देखिरहनु यस्तै देख्नुहुन्छ हैन। आफै अटो स्लाइड भइरहेको, अन क्लिकमा भइरहेको, यसरी अटोमेटिक चलिरहेको हैन। अब त्यसपछि कहीं भनेको चाहिँ यस्तो अन क्लिक गर्दा यस्तै टाइपको पनि देख्न सक्नुहुन्छ। या अब हामी यो हाम्रो हेर्छौं ल, होरिजन्टल स्क्रोलिङ। ओके होरिजन्टललाई के गर्नु पर्दैन हैन, के गर्नु पर्दैन, यस्तै एउटा म के गर्छु भने म डिजाइनमा बनाएर यस्तै दुई तीनवटा बक्सहरु लिन्छु हैन। म किबोर्डबाट आर प्रेस गर्छु, आर प्रेस गरेर म यस्तै तीनटाको बनाउँछु ल। तीनटाको बनाएर चाहिँ ड्र्याग एन्ड ड्रप गर्न खोज्छु है त। ओके हैन, यसलाई थोरै हाइट चाहिँ बढाउँ ल, 1 के 2, यसलाई के यसरी मिलाइदिन्छु मैले हैन। यसको चाहिँ तपाईले भर्टिकल अलाइनमेन्ट अनि होरिजन्टल स्पेस यसलाई चाहिँ शिफ्ट गरे हैन। यसको चाहिँ कलर चाहिँ चेन्ज गरौँ ल, एउटै भन्दा थाहा नहोला। ओके यसलाई चाहिँ अलि यस्तो वाला गर्दिउँ न त हैन, बीचको ठेकै छ। यसलाई पनि आइटम त यति मात्रै भयो भने त स्क्रोलिङ त हुन्न। स्क्रोलिङ हुनलाई चाहिँ हाम्रो मेन कन्टेन्ट भन्दा, हाम्रो मेन विथ भन्दा चाहिँ धेरै जब हुन्छ तब के गर्न मिल्छ त, स्क्रोलिङ गर्न मिल्छ। त्यसो भएको हुनाले मैले के गर्छु त, कपी पेस्ट है ल, कपी पेस्ट ल। ओके अब यसलाई के गरौँ, यसलाई पनि बाहिर लिएर जाऊँ, बाहिर लिएर, अनि यसलाई त बाहिर नलिएर पनि ठिक छ, यसलाई त यतैबाट पनि एडजस्ट गर्न सकिन्छ ल, के गर्नु पर्दैन। अहिले हामीले अटो लेआउटमा छ भने फेरि यहाँ गएर के गरौँ, फ्रेम सिलेक्सन गरौँ। फ्रेम सिलेक्सन गरेपछि हामीले विड्थ चाहिँ कति राख्ने भन्दै थियो, हाम्रो बीचको हाम्रो मार्जिन छोडेर मेन गटरको के अरे मेन विड्थ चाहिँ हाम्रो कति थियो भने 1200 थियो नि, 1200 इन्टर गरे आयो। यसलाई क्लिप कन्टेन्ट हाइड गरिदिन्छु, यो सजिलो छ ल, यसमा त केही जात्तै नै पर्दैन। अनि यहाँ गएर फेरि जाने भनेको हामीले जे गर्दा पनि प्रोटोटाइपमै जाने है, प्रोटोटाइपमा जान्छु। यहाँ स्क्रोल बिहेभियर भन्ने छ नि, यहाँ पोजिसन स्क्रोल विथ प्यारिङ भन्ने छ, यसलाई यतिकै छोडिदिनु हैन। तर ओभरफ्लो भन्ने छ नि, ओभरफ्लोमा गएर चाहिँ अहिले हामीलाई कस्तो खाले चाहिएको त, होरिजन्टल चाहिएको हैन। ल एकछिन अब हेरिहालौँ त, हेरिहालौँ है गाइज ल। ओके है, हामीले यो बनाएको थियौँ ल, भइरहेछ हैन। ओके हैन ल, हामीले खोजेको यही हो। अब एउटा भर्टिकल पनि हेरिहालौँ न त, यति त हेरिहाल्यौँ भने भर्टिकल पनि हेरौँ। भर्टिकल पनि सेम है, म एउटा रेक्टेंगल लिए, फुल रेक्टेंगल लिऊँ कि हाफ लिऊँ भने ल, यसो गरौँ। यति नै मलाई पनि अलि सजिलो होला देखाउनलाई। कलर चाहिँ जुन राख्दा पनि भयो, यसलाई चाहिँ दुईटाको मात्रै बनाऊँ कि भन्ने हो। ओके दुईटा तीनटा, म 4वटै राखिदिन्छु, दुईटा देखाउँला ल। यसलाई पनि के गरौँ भन्ने साथीहरु, अटो लेआउटमा राखौँ। अनि यसको कलर चाहिँ चेन्ज भएको थाहा होस् भनेर मैले चेन्ज गरिदिन लाको। ओके नो यसो यसलाई चाहिँ ग्रिन राखिदिउँ न त। ओके अब यसलाई पनि हेर्नु ल, यो चाहिँ हामी बाहिर गएर बनाउँदैन, यसलाई पनि अब अटो लेआउटमा छ, अटो लेआउटमा भयो भने यसले काम गर्दैन है त। तपाईको गरे पनि भित्रको सबै देखिन्छ नि त। एउटा मेन फ्रेम त ल्याउनु पर्यो नि त, मेन फ्रेम सिलेक्सन गर्छु। अब अरुमा चाहिँ हामीले के अरे विड्थ कन्ट्रोल गरिरहेको थियौँ, यसमा चाहिँ अब हामी हाइट कन्ट्रोल गर्छौँ ल। हाइट कति मात्र राखौँ भने अहिले बाइ डिफल्ट चाहिँ यसको 1500 कति हाइट आएर छ यो डिभको। म यसलाई ठिक इन्टरले डिभाइड टु गरेर यति मात्र राख्छु, मतलब यहाँ दुईटा आइटम मात्र देखाउने बनाइदिन्छु। बाँकीलाई चाहिँ के गर्दियौँ त, क्लिप कन्टेन्ट अर्थात् लुकाइदिउँ है त। लुकायौँ भने अब त्यसपछि प्रोटोटाइपमा जाऊँ
एज इट इज प्यारेन्ट नै छ हामीलाई, प्यारेन्टमै छ, हामीलाई भर्टिकल चाहिएको भने ओके। अब यहाँ गएर हेरौँ है त, आउँछ ल हेरौँ है साथीहरू, भइरहेछ होइन। फेरि भन्नु होला उतापट्टिको स्क्रोलिङ भइरहेछ भन्ने कुरा होला नि, फेरि त्यस्तो छैन नि है, देख्नुभयो होइन, स्क्रोलिङ भइरहेको छैन नि होइन, यो हेर्नु त सरिरहेको छैन, सरिरहेको छ, स्क्रोलिङ केही पनि भएको छैन है त, स्क्रोलिङ केही पनि भएको छैन। ल यसमा इजी छ है त। अब लास्ट एउटा भनेको हाम्रो अलिक क्विक जस्तो लाग्यो म, तर ठिकै छ तपाईँले, एउटा कम्पोनेन्ट र भेरिएन्ट भन्ने रहेछ। अब कम्पोनेन्ट चाहिँ हामीले धेरै युज हुन सक्छ होइन, कम्पोनेन्ट किन बनाउने होइन। अब पहिला त कम्पोनेन्ट भनेको के हो त्यो थाहा पाउनु पर्यो होइन, कम्पोनेन्ट र भेरिएन्ट होइन। अब एउटा थोरै यसको एउटा कुरा चाहिँ मतलब यो जस्तो यसको विथ चाहिँ कहिले पनि हाम्रो बढाउनु हुँदैन, विथ भनेको चाहिँ त्यो इन्टरनेसनल स्ट्यान्डर्ड वाइज नै हुन्छ, तर हाइट बढाउनु पर्ने हुन्छ, किनभने यति मात्रै हुँदैन, त्यसको हाइट पनि बढाउँदै जानुपर्ने। त्यसको लागि के गर्नु भने तपाईँले यति गर्नु भने माथिको डिजाइन बिग्रिने सम्भावना हुन्छ होइन। तपाईँले कन्ट्रोल प्रेस गरेर राख्नुभयो र यसको हाइट बढाउँदै जानुभयो भने यसको डिजाइन एज इट इज दिएछ, केही रहन्छ, केही पनि बिग्रिँदैन। मैले थोरै विथ चाहिँ बढाएँ कम्पोनेन्ट र भेरिएन्टको लागि है त, कम्पोनेन्ट र भेरिएन्टको लागि मैले विथ बढाएँ। अब पहिला कम्पोनेन्ट भनेको के हो भने रियुजेबल डिजाइनको एलिमेन्ट हो होइन, एकपटक बनाइसकेपछि धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ होइन। फर इक्जाम्पल होइन, बटनहरू होला, न्यापबार होला, कार्ड होला होइन, इनपुट फिलहरू होला, फुटरहरू होला होइन, त्यसो हुन्छ होइन। जस्तो हामीले एउटा बटनलाई कम्पोनेन्ट बनायौँ भने होइन, धेरै ठाउँमा कपी गर्न मिल्छ क्या होइन। अनि त्यसलाई चाहिँ जस्तो मेन कम्पोनेन्ट बनाएर भोलि एउटा बटन चाहिँ 10 ठाउँमा हामीले युज गऱ्यौँ भने अनि त्यो बटनको चाहिँ थोरै कलर सलर केही चेन्ज गर्नु पर्यो भने 10वटा पेजमा गएर चेन्ज गर्नु पर्यो नि त होइन। यदि हामीले कम्पोनेन्ट बनाएर युज गरेका थियौँ भने त हामीले एउटै ठाउँमा चेन्ज गरिसकेपछि के हुन्छ त, इमिडिएटली हाम्रो विथिन अ सेकेन्डमा चाहिँ के हुन्छ त, चेन्ज हुन्छ होइन। अब कम्पोनेन्ट किन प्रयोग गर्ने भन्ने कुरा पनि आउन सक्छ होइन, टाइम बचाउन सकियो होइन, अनि कन्सिस्टेन्ट डिजाइन बनाउन सकिन्छ होइन, अनि एक ठाउँको चेन्जेसले चाहिँ सबै ठाउँ अपडेट गर्न सकिन्छ होइन, अनि टिमवर्कलाई पनि सजिलो गर्छ यसले होइन। यति चाहिँ हुन्छ भनौँ न, कम्पोनेन्ट चाहिँ यति बुझौँ न, रियुजेबल एलिमेन्टहरू, डिजाइन एलिमेन्टहरू भन्ने कुरा बुझौँ। अब भेरिएन्ट भनेको के हो त होइन, भेरिएन्ट भनेको चाहिँ एउटा कम्पोनेन्टका विभिन्न स्टेटहरू हो क्या होइन, स्टेट भर्जन हुन्छ। जस्तो एउटा बटनमा चाहिँ बाई डिफल्ट के हुन्छ, डिफल्टको बटन हुन्छ, त्यसलाई होभर गर्न मिल्छ, त्यसलाई एक्टिभ गर्न मिल्छ, त्यसलाई डिसेबल गर्न मिल्छ होइन त। यी सबै एउटै कम्पोनेन्ट सेटभित्र भेरिएन्टको रूपमा राख्न सकिन्छ क्या होइन। अब किन प्रयोग गर्ने भन्ने कुरा होला भेरिएन्ट चाहिँ होइन, इन्टरेक्टिभ प्रोटोटाइप बनाउन होइन, अनि मल्टिपल भर्जनहरू म्यानेज गर्न होइन, अनि डिजाइन सिस्टमलाई मेन्टेन गर्न चाहिँ हामीले के बनाउँछौँ त, भेरिएन्ट चाहिँ बनाउँछौँ होइन। त्यसपछि अब थोरै यसमा जानुभन्दा पहिला अटो लेआउटको बारेमा पनि थोरै डिस्कसन गर्छु, म धेरै चाहिँ जान्न। त्यसपछि कम्पोनेन्टमा पनि एउटा बनाएर म देखाउँछु होइन, कम्पोनेन्ट र भेरिएन्ट कसरी बनाउने भन्ने कुरो होइन। अब मेन चाहिँ अटो लेआउटले चाहिँ कन्टेन्ट अनुसार चाहिँ अटोमेटिक स्पेसिङ र साइजहरू चाहिँ म्यानेज गर्छ होइन। अनि त्यसो भयो हुनाले जस्तो मैले केही टेस्ट लेखेँ भने कुनै बेला के हुन्छ अटो लेआउट युज गरेनौँ भने चाहिँ त्यसको हाइट त्यतातिर विथ अर्कोतिर हुन्छ कि। हामीले यदि अटो लेआउट युज गऱ्यौँ भने त्यसको साइज अटोमेटिकली चाहिँ म्यानेज हुँदै आउँछ होइन। जस्तो फर इक्जाम्पल अटो लेआउटलाई जस्तो टेस्ट बढाउँदा डिजाइन युज नगर्दा क्या टेस्ट बढाउँदा डिजाइन बिग्रिन्छ होइन, बटनको साइज मेनुअली एडजस्ट गर्नुपर्छ होइन। तर हामीले अटो लेआउट युज गऱ्यौँ भने चाहिँ टेस्ट बढे बटन आफै बढ्छ होइन, प्याडिङ अटोमेटिकली बढ्छ होइन, रेस्पोन्सिभ डिजाइन अटोमेटिकली हुन्छ होइन। त्यसो भएको हुनाले हामीले अटो लेआउटमा पनि अझ राम्रोसँग युज गर्दा चाहिँ बेटर। तर म अहिलेलाई चाहिँ अटो लेआउटमा हामीले तपाईँले देख्नुभयो होला हामीले अटो लेआउट पनि युज नै गरिरहेछौँ। अब हामी केमा मुभ हुन्छौँ भनेदेखि त कम्पोनेन्ट बनाएर अनि त्यसको भेरिएन्ट बनाउँछौँ। फर इक्जाम्पल अहिले चाहिँ एउटा बटनै लिउँ न त है, प्रायः अब बटन नेभिगेसनहरू नै यसो नगरौँ न, यो त मजा आएन नि त। एउटा टी प्रेस गरेँ किबोर्डबाट है, टी प्रेस गरेँ, के अरे म भन्ने नै बनाएँ। अहिलेलाई चाहिँ यो यसको कलर चाहिँ म अहिले चाहिँ ब्ल्याक युज गर्छु होइन, तर यसको धेरै ठुलो भएको जस्तो लागेन। चाहिँ यो 200 छ फोन, यत्रो फोन राख्यो भने त अनि डिजाइन त भद्रको होला त। ल अहिलेलाई यसो बुझ्नलाई चाहिँ यसलाई चाहिँ अटो लेआउटमा राखिहालौँ। पहिला अटो लेआउटको फाइदा हेरौँ ल। अब अटो लेआउटमा पनि के चाहिँ हेर्नुपर्छ भने अटो लेआउट राखेर मात्रै हुँदैन, यहाँदेखि चाहिँ कहिले काहीँ बाई डिफल्ट चाहिँ फिक्स विथमा बसिरहेको हुन्छ, यसलाई चाहिँ हकन्टे चाहिँ गर्नुपर्छ ल है। फर इक्जाम्पल अब यसलाई चाहिँ एउटा कलर चाहिँ फिल गरेर हेर्छु ल, कलर फिल गरेर हेर्छु। ओके, अब यसको कलर चाहिँ मैले व्हाइट राखिदिन्छु। अब हेरौँ है, यसको अलिकति यो
यो टेस्टको चाहिँ धेरै रहेछ नि त हैन हैन ल यो ठिकै छ यसमा नजाम मैले यो यसमा नजाम हैन यसको म के गर्छु राइट टु लेफ्ट 21 अनि 14 मा राखिदिन्छु अहिले टप र बटम चाहिँ जेरै राखिदिम यो टेस्टकोले चाहिँ किन हाइट लियो भन्ने कुरा आएको मलाई लाइन हाइट चाहिँ छ जस्तो लाग्यो यस्तो लाइन हाइट चाहिँ ल अटो राखिदिनु त लाइन हाइट पनि बडो अजिब कुरा छ के अब यहाँ गएर यसको टप र बटम पनि 20 पिक्सल राख्यो भने अब मिल्छ अब हेरौँ ल अब जस्तो हेर्नु ल यो कहाँको बटनै छैन त मेरो छैन ए ओके ल हेर्नु यसलाई पनि सेन्टरमा राखेर हेर्छु ल ताललाई सेन्टरमा राखेँ हेरेँ है यसलाई म थोरै हेर्नु ल म जस्तो रिडमा अब अटो लेआउटको फाइदा हेरौँ म जस्तो यसलाई म थोरै रिड्युस गर्छु ल हेर्नु त डिजाइन त बिग्रिया छैन नि त हैन अब हेर्नु त बढाउँदा पनि बिग्रिया छैन नि त है फर एक्जाम्पल मलाई रिड मोड छ अरे अब रिड मोड मलाई यसलाई चाहिँ डबल मोड देखाउँ त डिजाइनको मेरो प्याडिङहरु पनि आफै एडजस्ट भइराछ अनि डिजाइनको लेआउट पनि आफै चेन्ज भइराछ नि त हैन यसको फाइदा छ ल ओके हामी धेरै डिस्कसन नगरौँ यसमा अब यो चाहिँ के भयो त एउटा बटन बनायौँ हामीले अहिलेलाई यसमा थोरै तपाईले कर्नर पनि युज गर्न सक्नुहुन्छ बडो रेडियस अहिले चाहिँ म 8 पिक्सल युज गर्दिन्छु हैन यसमा म स्याडो पनि युज गर्नुहुन्छ भने चाहिँ यहाँ जानु प्लस आइकनमा क्लिक गर्ने y एक्सिस मा 2 दिए x एक्सिस y एक्सिस मा 2 दिए अनि ब्लड चाहिँ मलाई ल म देखाउनलाई 10 पिक्सल हैन मैले देखिरहेछ पछाडी तपाईले नोटिस गर्नुभएको छ देखिरहेछ है त अब हेर्नु ल यसलाई के गरौँ भन्देखि है यसलाई के गरौँ कम्पोनेन्ट बनाऊँ है त कम्पोनेन्ट सर्टकट कन्ट्रोल अल्ट के गर्दा पनि भयो हैन भने म यहाँ गएर मलाई झ्याउला मैले जानिन भने उ यहाँ जाने माथि यहाँ छ कम्पोनेन्ट भन्ने छ कम्पोनेन्टमा गइसक्यो हाम्रो अब यसलाई पनि बाहिर लिएर जान्छु ल म है यसलाई बाहिर लिएर जान्छु है अब अहिले हेर्छु म यसको कतिवटा फाइदा हुन्छ भन्ने कुरा यसलाई म पहिला भेरिएन्ट बनाइहाल्छु ल अब जब मैले कम्पोनेन्ट बनाए भने यो जुन प्लस आइकन छ नि फ्रेम भन्नेको राइट साइडमा प्लस आइकन छ नि यहाँ होभर गर्यो भने एड भेरिएन्ट भनेर आउँछ अघि हामीले के भन्दै थियौं भेरिएन्टको स्टेटहरु चाहिँ डिफल्ट हुन्छ होभर हुन्छ डिसेबल हुन्छ क्लिक हुन्छ भन्दै थियौं नि त हैन म यसलाई एड गर्छु अब म के गर्छु त यसको हामीलाई उतापट्टि देखाउनु पर्ने छ चेन्जेसको कस्तो हुन्छ भनेर है ल भयो ल यसलाई चाहिँ म यसलाई न्यू बटन भन्न दिन्छु अरु पनि देख्नु मैले बटन वाला फाइलहरु चाहिँ एसिडमा जाने हामीले त्यो ल्याउनु पर्यो भने है न्यू बटन के रहेछ ओके यो रहेछ है म फेरि फाइलमा गए अनि म चाहिँ मेन मेरो फाइल भित्र लिएर रेन्डर गर्छु त्यसलाई हैन त्यो बटनलाई त्यही ल्याउनु पर्यो नि त हैन ओके हेर्नु ल यसको फाइदा चाहिँ बडो म्याजिक हुन्छ के हेर्नु त मैले के गरेको थिएँ हैन अन क्लिकमा राखेको छु के हो छैन ओके ल अब यसमा पनि हामीले प्रोटोटाइप युज गर्नु पर्यो नि त अहिले प्रोटोटाइप युज भएको छैन नि त हैन ओके प्रोटोटाइप युज भएको छैन भने म के गर्छु त यहाँ गएर अहिले चाहिँ म होभरमा राख्छु ल हामीलाई सजिलो हुन्छ नि त होभरमा त अन क्लिकलाई चाहिँ होभरमा राखे अरु म स्मार्ट एनिमेटरहरु पनि राख्दिम न त ल खासै थिन राख्नु पर्ने यसलाई चाहिँ किन राखौं 300 राख्दिम ल ओके लिनियर भन्दा पनि इजी नै राख्छु ल मैले ल अब हेर्नु ल चेन्ज भयो फर एक्जाम्पल यति अजुम गरौँ न एकचोटी के अजुम गरौँ भने अहिले हामी अर्को पेजतिर जान नजाउँ हैन तर के अजुम गरौँ भने ल यो म डिजाइन उसमा आयो ल यो 1 2 3 हैन ल 4 के हो क्लाइमेट मिलाम भनेको हैन फर एक्जाम्पल के गरे यो एउटा पेज थियो हैन यो एउटा पेज थियो यो अर्को पेज थियो यो अर्को पेज थियो यो अर्को पेज थियो मलाई क्लाइन्टले के भन्यो मलाई यो कलर मेरो मेन कलर यो हैन नि मेरो मेन कलर तपाईले युज त गर्नुभयो तर मलाई यो मन परेन थोरै चेन्ज गर्दिनु पर्यो भने तपाईले के गर्नु हुन्थ्यो भने कम्पोनेन्ट नबनाएको फर एक्जाम्पल एजुम गर्नु यस्तै हाम्रो अहिले होम पेज यस्तै अरु 4 पेजहरु थियो रे के म एकछिन यसलाई पनि डुप्लिकेट गरेर हेर्छु ल पेज यहाँ लान्छु है 1 2 है 3 अब यो 4 पेजमा फर एक्जाम्पल 4 पेजमा गएर मलाई कलर चेन्ज गर्नु पर्थ्यो के अब म के गर्छु ल क्लाइन्टले त्यसो भनिसकेपछि मैले मेन कम्पोनेन्ट बनाएको थिए भने त मलाई यो सबै पेजमा एकैचोटी चेन्ज हुन्छ नि त अब हेर्नु ल म यहाँ हेर्नु है तपाईहरुले
म एउटा ठाउँमा चेन्ज गर्छु, यो सबै ठाउँमा चेन्ज हुन्छ। मैले टेस्ट चेन्ज गरे पनि, मैले कलर चेन्ज गरे पनि है त म हेर्छु ल अब म हुन्छ कि हुँदैन भन्ने कुरो त यहाँबाट थाहा भइहाल्छ नि प्रष्ट होइन। ल हेर्नु है त भयो कि भएन हेर्नु त, एकैचोटि सबैमा चेन्ज भयो कि होइन। अलरेडी त्यो कलर थियो भने म यसको कलर पनि चेन्ज गरिदिन्छु। अब हेर्नु त हामीले कम्पोनेन्ट बनाउँदाको फाइदा छ छ क्या होइन। त्यही भएर त हामीले रियुजेबल कुराहरूलाई होइन, रियुजेबल डिजाइनको एलिमेन्टहरूलाई चाहिँ सकेसम्म चाहिँ कम्पोनेन्ट बनाएर युज गर्नुपर्छ होइन। त्यसमा बटन भयो होइन, नेभिगेसन भयो, अनि कार्डका कुराहरू होला, अनि इनपुट फिल्डका कुराहरू हुन सक्छन्, फुटरका कुराहरू हुन सक्छन्। यी कुराहरू चाहिँ सकेसम्म हामीले बटन या के अरे बटन होइन कम्पोनेन्ट बनाएर युज गर्यौँ भने चाहिँ हामीलाई धेरै सजिलो हुन्छ र हामीभन्दा पछाडि कसै अर्को डिजाइनरले पनि त्यो डिजाइनमा काम गर्नु पर्यो भने उसलाई पनि सजिलो हुन्छ है। त्यसो भएको हुनाले यो हामीले कम्पोनेन्ट चाहिँ नछुट्याइकन बनाउनु पर्ने कुरा हो। अब अरू भनेको मेन यति नै हेरौँ। जस्तो वान पेज टु एनदर पेज, जस्तो यो पेज यसलाई चाहिँ म अबाउट अस भनेर बनाएँ, अबाउट अस भनेर बनाइदिन्छु। अहिले चाहिँ अबाउट अस भने यहाँबाट चाहिँ म यिनीहरू सबैलाई हटाइदिन्छु होइन। यहाँनिर ल यो ब्रेड कमलाई चाहिँ यसलाई चाहिँ गरौँ न, यसलाई चाहिँ अबाउट अस भनेर बनायो। वान पेज टु एनदर पेज कसरी म भन्ने कुरा है। सेम कुरो त्यो प्रोटोटाइपमा जाने, यहाँ जाने होइन। ओके यसले लिँदैन, ओके होइन। यो पेजमा अनक्लिकमा ल अनक्लिकमा छोडिदिउँ होइन, जस है जस त्यो पेजमा क्लिक गर्ने बेला हाम्रो कुन चाहियो त अबाउट सबसे पेज भन्ने आइरहेको छ। ल अब हेर्छु ल म आयो होइन। अब अरू त्यही हो, अब यहीँदेखि नै जो हामीले मेनु आइटम जस्तो जस्तो नेभिगेसन जहाँ जहाँ जुन जुन पेजमा जान गर्न सकिन्छ सबै यहाँबाट चाहिँ बनाउन सकिन्छ है। अब आज हामीले चाहिँ मेन यति कुरा पनि थाहा भयो भने मैले अहिले भनेको कुराहरू जस्तो ड्रप डाउन, मल्टिपल ड्रप डाउन होइन, अझ यसमा चाहिँ मेगा मेनु पनि बनाउन सकिन्छ। तर हामी त्यो नेक्स्ट पार्टमा हेरौँला होइन। अनि त्यसपछि ब्यानरको कुरा पनि हेऱ्यौँ। ब्यानर हामीले अटोमेटिक फ्लाइट मात्रै हेरेनौँ, हामीले अन क्लिक पनि हेऱ्यौँ होइन, अटो स्क्रोलिङ पनि हेऱ्यौँ होइन। अनि डिजाइन चाहिँ होरिजेन्टल भर्टिकल्ली दुईटै साइडको डिजाइन हेऱ्यौँ होइन। त्यसपछि कम्पोनेन्ट कसरी बनाउने र किन बनाउने भन्ने पनि हेऱ्यौँ। भेरिएन्ट पनि किन बनाउने र कसरी बनाउने भन्ने कुरा हेऱ्यौँ। अटो लेआउट पनि थोरै हामीले कन्सेप्ट बुझ्यौँ। तर अटो लेआउट हामीले युज गर्दै मैले त गरि नै रहेको छु यहाँपछि तपाईँले देखिरहनु भएको होला। तर तपाईँहरूलाई पनि किन अटो लेआउट युज गर्ने भन्ने कुरा मैले भनि नै हालेँ होइन। अब रियल प्रोजेक्टमा चाहिँ धेरै प्रयोग हुने फिग्माको फिचरहरू भनेकै कम्पोनेन्ट, भेरिएन्ट होइन, अटो लेआउट होइन, इन्टरेक्टिभ कम्पोनेन्ट्स होइन, भेरिएबल्स होइन, अनि डिजाइन सिस्टम होइन, प्रोटोटाइपहरू भयो होइन, रेस्पोन्सिभ डिजाइनहरू, यी कुराहरू नै हुने हुन् होइन। त्यसो भएको हुनाले आजलाई चाहिँ म यति नै गर्छु होइन। अब नेक्स्ट सेसनमा हामी तपाईँहरूको के फेरि रिक्वायरमेन्ट आयो भने फेरि हामी नेक्स्ट सेसनमा जोइन हुन्छु। आजलाई चाहिँ बाई, थ्याङ्क यू।